Very jolly. Jolly. Random bus aja kan wah. Gini. Sugar pun. Diabetes pada mau. Hello guys, welcome to my vlog. Guys, kalau kita pilih semua itu ya, ngomong pilih lah, pilih dulu. अनि अगाडि चाहिँ प्रेजेन्टेसन भइरहेको गाइस अनि गाइस हेर्नु टिन्टीलाई guys, यस्तो डिस्काउन्ट मान्छे या अगाडि प्रेजेन्टेसन भइरहेको यु क्यान सी इट guys, let's do walk until this bed ends. तेरी ये अपन बात हो रही है सारे क्या ना बोलने को नहीं है ओए हेलो हेलो क्या सुनता क्या है लाइट ना बोले ना पौधा लगाना ऊपर से यानी कुछ गाइस घामले अराउन्ड अझै जाने गाइस हाम्रो पुरा थर्केर टुल्लु दे त्यो पनि कोले भन्नु र यिनले काम छैन नि पुरा थर्काउने बाइक गाइजहरूले खोइ काम छैन नि छिटो लेख्नुहोस् भन्नुहोस् भने त्यो टुल्लुको गाइस नाउ इज इन्टरभल टाइम सो बाइ बाइ सी माइ नेक्स्ट टुल्लुको सुन्दा हो नि तिमी हो गाइस अब चाहिँ हामी क्यान्टिन जाँदैछौँ मेरो मुख डल्लिरहनु भएको कति एक्साइटेड छु क्यान्टिन जानको लागि छैन एक्साइटेड तर म खाना चाहिँ दुख्छ गाइस गोइङ टु जमिनमा कुन चाहिँ किरा पर्छ भनेर चाहिँ गाइस सुन्नु हामी तपाईँलाई हाम्रो सानो क्यान्टिन देखाउँछौँ कस्तो हेर्नु होला फेरि हाम्रो क्यान्टिन एउटा फुलले एउटा यहाँ चाहिँ नो टिपीले टिपी हिँड्ने बाँचिसकेको छ है बाँचिसकेको छ यता आएर फुलको बारे हेर्नु कति ग्रिनरी छ फुलचोर हुने फुलचोर अब चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ अब दह जान लाग्छौँ बिहारमा आइसिज अनिसा पुन मगर कति एक्साइटेड छु अब हामी दह जान लाग्छ एकदम एक्साइटेड मलाई पढ्ने भन्नु बेला घुम्न मजा लाग्छ घुमेर आयो हाय हेर्नु say something about me say something good about me You are so jolly person. You are very jolly. जो मान्छे भित्र यत्रो पोखराको सिक्ने मान्छे खान सक्छ नि हामीलाई सरले आज दह घुमाउ लग्लान भए हाम्रो कोअर्डिनेटर हुनुहुन्छ सर सर कोअर्डिनेटर
हाम्रो रेस्पेक्टेड कोअर्डिनेटर सर हुनुहुन्छ यहाँ चाहिँ आज हामीलाई द टुर लखेटुर नै सर्ट टुर के सर्ट हाइक लाग्नु भएको छ वाउ आर यु एक्साइटेड सर यहाँ स्कुल हुनुहुन्छ अरू सर भन्दा चाहिँ सर पार्टी पनि चाहियो नगइकिन क्याफे खोलेको त्यो क्याफे नै सर हुनुहुन्छ अब चाहिँ हाम्रो द सट्रै हाइक जान लाग्यो अनि मेरो साथीहरू चाहिँ हामी दुईवटा छौँ अरू साथी चाहिँ उपाधि हुनुहुन्छ अरे के हामी चाहिँ 4th सेमसँग जाँदैछौँ यस अब चाहिँ हामी एक्साइटेड छौँ Are you excited? मेरो पनि हो त्यही त अनि किन वाइ वाइली यु भनि मलाई चाहिँ आउँछु र भनेर media yeah the media guys yeah those are the pretty girl of our class मेरो मायालु कति राम्रो छ मेरो गर्लफ्रेन्डहरु हुन सक्छ गाइस अन्त फाइनली कति गर्छ मलाई किन अनि म चाहिँ क्लासमा पढ्दाखेरि पनि सुन्ने मान्छे चाहिँ अनि यो पछि हामीले पनि सुन्नु प्लेट छ नि त त्यही भएर यसो हिँड्नु पर्दैन रमाइलो त नहुने तर गाइस छिटो लेडिज फास्ट जाम राम्रो हामीले जान्छौँ यिनीहरु चाहिँ जान्छ अब अगाडि दाइहरु जाबै सबै सबै हामी दाइ किन भनि भन्नु भएर बिकज त्यहाँ हाम्रो फुड चेकको हुनुहुन्छ त्यही भएर सिनियर दाइ भनेर सिनियर यस I love you. खोइ त यही हो Guys, last day पसिना oh my god भिडियो बोलाको मिमिक्री गरिदिने सरहरू कहाँ त गइसक्नु भएको स्विमिङ पुल तपाईँहरू स्विमिङ गर्नु मन छ हामी चाहिँ फाइनली आइपुग्यौँ फाइनली आपको रुख्छ अरू खै त आउनु खान यताबाट यता आप खुन्छौँ हामी चाहिँ आप खुन जाने भने सरले गाली गर्छ हामीलाई चाहिँ आप पिटीमा दिनु भएन के गर्ने ल घुम्न त्यस जा ए गर्नु सर बस्न काम लागि सबैले सबै किन सर जास्त ढिलो हेर्नु सक्दैन ढिलो गरेर मन तारु किन सक्दैन दिनु दिस दिए दिनु सक्दैन म हिँड्या छु आजु लास्ट डेन्जर छ है त यो गर्न नि त त्यो आएर पनि बसिसकेको खानु वा खै दर्शन गर दर्शन फलफुल चरण पर्यो गाइस दोमा त्यो पनि राखेको छ नि फेरि हेर्नु कस्तोलाई आपको मतलब छैन हामीले पनि किन आपको पनि हुन्छ त्यो भड्याङ साइडमा पनि हुन्छ त्यहाँ रुख छैन कि रुख भएको साथीको नाम भन अनिसा दिया भन्नु छिटो नाम भयो के मजान लाग्छ अल डक्टर आउँदिन आज एक्साइटेड यहाँको त यस के आप सिकाएर अरूले न त छोडिदिन्छन् हाम्रो आप यता यता गर्दा छिटो छिटो हिँड न छिटो हिँड न अनि यही हो कि यो रुखको मुनि झर्या कि नै खोजा आउनु कसो गुम पऱ्यो हेर त छ कि नै
गाइस अब चाहिँ हामी आफू जाम लेट्स गो लेट्स गो छिटो छिटो यस्तो गरेर पकड नझल्का नि यस्तो माथि हो बल्ल हेर कता हामी देख्यो आफूलाई पनि देखाउन आउ छिटो छिटो तिमीलाई पनि अनुहार देखाउ ल छिटो छिटो दौडी छिटो हामी देखिहाल्ने छैन अनुहार देखाऊ अनुहार छिटो आउनु पर्यो गाइस यो चाहिँ क्यामेराम्यान चाहिँ अर्नव भने के दुख्नु ता पनि आइसक्यो काम छैन गाइस हाँसिरहेको काम छैन कोब्रा ग्याङ हो गाइस कोब्रा ग्याङ हाई भन्नु नि सबैले गाइस एनाकोन्डाले अर्कालाई नागिन्थे यु आर सच अ बिग कोब्रा लागेको गाइस हामी चाहिँ अब आप पार्टी गर्दै लिएर आउनु एउटा तिमी जाऊ न लिएर आउ कि अनि गाइस हामी चाहिँ ज्यामिरहेको छौँ सरत भने हामी नट सर तिमी कहाँबाट सर हो कि कोब्रा The person who always get jealous, पाण्डा पनि तिनटा यहाँको बासिन्दाबाट हेर्न नि jealous person number 1 guys. खाऊ त मज्जाले के पाकिसक्यो आज पनि यति हामीले एलर्जी छ रे के पाके गाइस डिबेट चल रहा भोलि म तिम्रो लागि एक घोरा लिन्छु यो त हामी सबैले मिलेर खाने हो तिमीलाई सिङ्गै ड्यास बढी नगराऊ है भोलि तिमीलाई भोलि एक ट्र्याक्टर भिक्टोरियामा ल 20 लाख चाहिँ फिजे गाइस हामी ठाउँको ठाउँ मर्छन् नि यो जेपाते च्याउ छुँदै गाइस हामी ज्यामी लाग्दै हौ आयो दोबा खानु तिमीहरुलाई गाइस मलाई अंशाले पेलिरहेछ नि एकदमै दिदी चाहिँ आज रात दिन गान छिटो दौ भयो गाइस एकदमै साम देखि आगे छिटो साम देखि आबाट गाइस आई गबे थ्रु भर्याङ चढ्ने हो खामन ठाउँमा हुँदैन नि तपाईले बाटो पछाबाट आइरहँदा सर म हिँडिरहेको छु कि मैले बेसी हिँड्न सक्दैन अब लौ तिमी आप नखाए कलेजको सबले मात्र खाने भन्दै चियर जा कि कामसम्म लुकेर खाइहाल्नु पछाडि बजार अलिदेखि सुरु गरिदिनु यसलाई फेरि हेर यहाँदेखि गाडीदेखि भयो गाइस हो छिटो छिटो सरलाई सता खाने किन 2 किलो सता पनि छिटो आउनु क्या गाइस सरले पनि धोमा छिटो सरलाई शिवन्दा सरले गाई बुल्मेको आफू धौ मानेर सर छिटो आफूले धोमन बाहा नि म यस्तो खुट्टासँग सर छिटो छिटो हेलो हो युरिसा युरिसा भाइ गाइस इन म्याजिक युरिसा गाइस यु सी द म्याजिक किरा ओइ छिटो भिडियो भएर सर फाइनली आउनु भयो गाइस देखे छिटो कति ढिलो यु क्यान सी द सर छिटो आउनु सर तिमी किन हाँस्छ चड्ने बोसा छ बोसा साबर कल गरिसके अहिले यिनले सरको एकदमै मजा उडाइदिएर खानु के रे फेरि भयो त झन्डै पत्रकार आइरहेको गाइस सर त्यहाँ हुनुहुन्छ
सुयो अनि बलदेव चाहिँ हेर बसिरहेको गाइस पहिलाको जोस देखाउनु न अघि हाउ द जोस गाइस हैसा भन्नु सबले छिटो आऊ गाइस सकिन्छ सर सकिन्छ हामी त एक्टिङ गरे हामीले तरुण चाहेर त्यही भन न यो होइन हावा पाएको त तेरै घरमा छ पुरा गाइस लुक द स्काई गाइस बादल हामी चाहिँ के भन्छ हेर हेर अब तिमीहरूको बिएचएम पढाउने टिचरहरू त अब बिबिए टिचरहरू सब जान्छ भन्थ्यो अब तिम्रो बिएचएम त त्यही बिबिएले पढाउँछ बुढीलाई हेर्नु त्यहाँ थाकेर बसेको छु कस्तो भयो नगयो अब आइगयो त्यति नै हो लेट्स गो गाई हेर्दाखेरि सानो भए पनि लास्टै फुर्तिलो छु नि यिनी चाहिँ आइबन उसको टिम त्यहाँ तालिदिनु पाउँछ ल देखा तो नि जाना सनम वाला छिटो गाइज गाइज यत्रो यस्तो बाटो यस्तो होइन म त सेफली आऊ सबैजना फेरि लोटोले हिँड्नु सर तपाईँ हिँड्नु कि म त आउँछु तपाईँहरूलाई प्रोटेक्ट गर्छु म पछाडिबाट गाइज हामी आइपुग्यौँ त्यो जान्ने चाहिँ अब छिटो सर कहिले नाग्ला जस्तो डुङ्गा चढ्न मजा कान्छी लाग्यो कि बहुत डिप छ सर के अरे सरले भन्नुभयो यहाँ पुरा एलियन आधी नै त्यो पनि यस्तो खाल्डो बाहिर गाइस कता सरले भन्नुभयो यो चाहिँ एलियनको स्पेस आधी गाइस यो खाल्डोमा त्यो पनि खाल्डो बाहिर वाउ त्यही भएर होला सर अस्ति त्यो एरियामा भएर आउनु अस्ति सर गाइस लिएको ए आउँछु न गाइस फाइनली हामी आफ्नो डेस्टिनेसनमा पुगिसक्यौँ वाउ एकछिन गाइस हामी फाइनली आइपुग्यौँ तिमीले टिका फेरि कसले लगाइदियो यता आएर सर पौडी खेल्ने अनि डुङ्गा चढ्ने पैसा हालिदिउँ न जरिमाना भन न के कुरा गरौँ न पहिला पनि मान्छे मरे हामी लाइफ ज्याकेटै लाउनु पर्दैन हामी यो दोजरी खेल्ने थियो भने गाइस हामी अब 1 मिनेट पनि भएन सरले फेरि फर्काउनु लाग्नु जाम उहाँ कि जाने उतादेखि राम्रो झट्ट्याएको आउँछ सर छिटो सब प्लिज पानी प्यास लाग्यो गाइस ऊपर पानी प्यास लाग्यो सुधी भिन्न न गाइस प्लिज डुगा चढ्ने भा 50 रुपैयाँमा गाइस फेरि उ गर्ने छ यसो उ गर्नु अन्डा सन्डा ल आइसक्यो नास्ता पनि त्यहाँ उता आइसक्यो तिमीलाई म मेरो मिठो गफ सुनाउँछु टाटा तिमीलाई म मेरो मिठो गफ सुनाउँछु गफ सुनाउँछु मिठो गफ सुनेर हामीलाई सुगर पो हुन्छ डायबिटिज भएर मरे पनि केही हुन्न
अब तिमीलाई पनि नहोला पर्नेलाई त फरक पर्ला नि हामी हामीलाई त के फरक पर्छ र हैन नपर्ने अरूले त पर्ला नि यस के बताऊ नो 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 ने हाम्रो लागि पनि कोही युनि मान्छेस ओ माय गॉड गाइस हामीले सरले पानी किन्दैन वाउ मिठो पानी सर छिटो आऊ के हजुर सर जाउँ सो आइगिम के रुक्नु छिटो आऊ दिलीप पाण्डा गाइस यत्रो गाल जर्नी छ अझै नाना गए तिमीले पढाइ एउटा पढ्न तिमी पढाइ थिए त्यही लास्टमै त्यसमा पनि एउटा ओ सिधा उकालो गो चढ्नु सक्छ कि ओए आर्मी ट्रेनिङ गर्ने मान्छेहरु सारा म एक दिनमा म 2 दिनमा 7 घण्टा हेरेर गाछु मेरो ठाउँ गाइस यिनीहरुलाई के भयो दहको त्यो के लाग्यो त्यो तपाईँ भागै आयो क्या भने लास्टमा देख्यो म एकछिन गाइस यु क्यान सी हाउ ब्युटिफुल इट इज गाइस हामी सबसे लास्टमा के हो त्यस्तो तिमी खान्छ होला कता पुग्यो मैले खान्न म छोडिसकेँ महिना भनेको छैन वर्ष कोण अरे कोणता दिल्ली गाइस मेरो फेस बा गाइस अब हामी चाहिँ झरिरहम यु क्यान सी माई फेस गाइस अब चाहिँ हामी बसिरहने त एकछिन रेस्ट टाइम अनि स्माइल कोब्राको त टिकुली पनि बिग्रियो नाकमनी भएको कोब्रा चाहिँ किन भन्छ यिनी मान्छे यस्तो छन् कुनै साध्दैन गाइस अब हामी फर्किँदैछौँ यस्तो तिमीलाई आज आएर तिमीले पनि सुरेकलाई छोड्ने पानी दिएन भनेर बिचरा सुरेकलाई खै के भएर हो ह्याप्नी लास्टै ह्याप्नी कि बोले फन आएको हामीले एकदम के घन्टा हामी चुप्प लाग्यो अब त्यो दिएर मैले एकदम हाम्रो पनि छ पादो हाम्रो के हो ब्रो वाइल गर्मी वेल गर्मी वाइल गर्मी सुन न म यस्तो मैले नि चक्कुले घाँटीमा यसले पुरा निकास भइदिम नि हेरेर म त डराइ के गाइस साइडले हामी दह आइयो दहबाट हामी जान्छौँ क्लास दुईटा पिस खान्छु प्र्याक्टिकलमा त होमवर्क मैले मासु खान्न न तेरे गाइस आएर गाइस मासु खान्न पहिला भात छ त हो लिगामेन्ट गरे यसरी हेर त्यो पसला 10 पैसा पुलिसले खोल्न दिन्न नि त हामीले खोल्न लगाएर दिउँ नि आधा खोल्यो भने यस्तो छिटो सत्तर भयो गाइस ओभर घाम अब चाहिँ फाइनल क्लास बुझ्नु म हजुरलाई क्लास गरेर देखाउँछु सो सी विथ मी हातमा त यो यो तिनीहरूको गाई खोजे आँखा खै केटार खै भनेर सरहरूले गाइस फाइनली हामी क्लास आइपुग्यौँ बस्यो उदाहरण पुरै नागिन जस्तो देखा Guys, now thank you for watching. Bye bye.